कम्प्युटरमा टाइपिङ स्पिड बढाउन सिक्नुहोस् सजिलो तरिका। सरी, कीबोर्डमा टाइपिङ स्पिड बढाउन सिक्नुहोस् सजिलो तरिका। सो फ्रेन्ड्स, वेलकम छ तपाईहरुलाई कबीर कम्प्युटर क्लास युट्युब च्यानलमा। आज म तपाईहरुलाई बताउँछु त कम्प्युटरमा हैन कीबोर्डमा हैन कसरी टाइपिङ स्पिड बढाउने त, कसरी त्यसको बारेमा तपाईहरुलाई एकदम मजाले लाइभ हेराउँछु हैन। कहाँ हामी औंला राख्ने त, कुन कीमा औंला राख्ने, राइट ह्यान्ड र लेफ्ट ह्यान्डको फिंगर भनौं न या औंला भनौं, कुन कीमा राख्ने त्यसको बारेमा एकदम डिटेलमा जानकारी दिन्छु। तपाईहरु एकदम भिडियो हेर्नु होला मजाले। अनि यति राम्रो तपाईहरु टाइपिङ गर्न सक्नुहुन्छ नि कि आँखा तपाईहरु मुनेर आँखा तपाईको स्क्रिनमा हुन्छ अनि औंला कहाँ हुन्छ त, कीबोर्डमा। जस्तै हेर्नु भएछ बैंकहरुमा वा कुनै कार्यालयमा एकदम मास्टर जस्तो आँखा कहाँ हुन्छ, यसरी मतलब मोनिटरमा आँखा के थिसेको हुन्छ हैन। त्यस्तै तपाईहरुलाई म आज बताउँछु हैन। अनि मलाई आशा छ कि तपाईहरु एकदम मजाले यदि पुरै भिडियो हेर्नुभयो भने हैन, अनि मैले भनेको कुरा तपाईहरु पालना गर्नुभयो भने एकदम मजाले तपाईहरु पनि आँखा मुनेर टाइपिङ गर्न सक्नुहुन्छ। सो फ्रेन्ड्स, हामी धेरै लेट नगरौं अनि ठ्याक्कै जान्छौं हामी कीबोर्डको एकदम भनौं न पुरै कीबोर्डमा हैन। अनि फिंगर बाइ फिंगर तपाईहरुलाई सिकाउँछु कसरी टाइपिङ गर्ने। ओके गाइज, लेट्स स्टार्ट। सो फाइनली साथीहरु, हामी आइसकेको छौं कीबोर्डमा। तपाई हेर्न सक्नुहुन्छ, तपाईहरु हेर्नु त। अनि म यसमा आधी कीबोर्डको मात्रै लिएको छु, तपाईहरुलाई हेराएको छु। जुन हामीलाई इम्पोर्टेन्ट छ त्यति, अहिले यताको इम्पोर्टेन्ट छैन, भाग मात्रै यति इम्पोर्टेन्ट छ जति म तपाईहरुलाई भिडियोमा हेराइरहेको छु त्यति इम्पोर्टेन्ट छ। अब हेर्नु त, अल्फाबेट नम्बर हैन, ए देखि जेड सम्म अल्फाबेट यो तीनवटा रोमा हुन्छ, तीनवटा रोमा मात्रै हुन्छ। बाँकी बात सबै ठाउँमा आफ्नो आफ्नो के छ। त हामीलाई तीनवटा रोलाई फोकस गर्नुपर्छ टाइपिङ गर्नको लागि, बेसिकली तीनवटा रोलाई। अब फर्स्टमा हेर्नु त, यो क्यू छ, यता पी छ हैन। क्यू देखि पी, यसलाई अप्पर रो भनिन्छ, अप्पर रो। अनि ए देखि यता यल सेमिकोलन हैन। अनि यो डबल कोटेसन, सिंगल कोटेसन यसलाई भन्छ। यता अलिकति हेर्नु, यो छ हैन, हो यसलाई होम की वा होम रो भन्छ। अनि यो जेड देखि यता भनौं न यम सम्म लेस देन छ, ग्रेटर देन छ, क्वेशन मार्क, यो कीलाई के भन्छ त, लोअर रो भन्छौँ हामीलाई। त हामीलाई कहाँ काम गर्नु छ त टाइपिङ स्पिड बढाउनको लागि, कहाँ राख्ने औंलाहरू त, त्यो तपाईहरुको म बताउँछु अहिले। तपाईहरु एकदम ध्यान दिएर हेर्नु भिडियो, तपाईहरु पुरै धैर्यताको साथ तब सिक्नुहुन्छ। हेर्नु, हाम्रो औंला जहिले पनि रुल्सै हो, नियमै हो, यो भनौँ टाइपिङ गर्नको लागि नियमै हो। तपाईहरुलाई बताउन गइरहेको छु। सबभन्दा पहिले लेफ्ट ह्यान्डदेखि स्टार्ट गर्ने। लेफ्ट ह्यान्डदेखि कहाँ राख्ने त, लेफ्ट ह्यान्ड यहाँ हेर्नु, ए एस डी एफ लाइभ हेराइरहेको छु, हेर्नु है। अनि यसले स्पेस। अब यताबाट राइट ह्यान्ड आउँछ, यताबाट हेर्नु सेमिकोलन, यसलाई कोलन भन्छ, दुईटा थोप्ला छ नि यता, कोलन। अनि यो तल छ एउटा थोप्ला छ बिन्दु, अनि यसरी छ, यसलाई सेमिकोलन। त हामी सेमिकोलन यल के जे हैन। अनि यो बुढी औंलाले स्पेस थिच्छौँ हामी। अब हेर्नु, यो फर्स्ट डेमा म हेराइदिएको छु, टाइप गरेर तपाईहरुलाई हेर्न सक्नुहुन्छ। तपाईहरु गएर व्हाइट बोर्डमा पनि फिंगरमा बनाइदिएको छु पुरै एकदम मजाले। त फर्स्टमा म टाइपिङ गरेछु, ए एस डी एफ जे के एल सेमिकोलन, यो हो ए एस डी एफ जे के एल सेमिकोलन। यो फर्स्ट डेमा यसरी टाइपिङ गर्ने, त्यो क्लासमा भनिदिएको छु, तपाईहरु त्यो भिडियो गएर हेर्नु होला। अनि हेर्नु त, अब त्यसपछि यो औंलाले के काम गर्छ त, कान्छी औंलाले कतिवटा लेटर थिच्नु पर्छ, कान्छी औंलाले तीनवटा, ए माथि क्यू अनि फेरि यहीले जेड यसरी थिच्ने, यसरी हैन, ए क्यू जेड यसरी थिच्ने। अब यस थिच्नु पर्यो हैन, यसले के थिच्छ त, तीनवटा हेर्नु तल, यस डब्लु एक्स, त यसरी हात लिने, यस डब्लु अनि तल यसैले एक्स यसरी। त्यसपछि डी आउँछ, डी ई सी थिच्नु पर्यो भने डी ई सी यसरी थिच्ने। अब एफमा आऊ, एफले कतिवटा लेटर थिच्नु पर्छ त, 6 वटा, एफ एफ आर भी यसरी, टी जी बी यसरी, यसैले फेरि न कतिजना हुन्छ कि यो यताबाट आउँछ, यसले जी थिच्छ, यसले टी थिच्छ, यसले बी, यो गल्ती हो। यसरी गर्दाखेरि मिल्दैन हामीले।
यो औँलाको होइन, यो थिच्नको लागि टिजिबी यसले नथिच्ने, जहिले पनि यसले लेफ्ट ह्यान्डले एफआरभी टिजिबी यसले। अब यता यो नियमै छ। अब हेर्नु त यताबाट हामी स्टार्ट गर्छौँ सेमिकोलनबाट, सेमिकोलन अनि यो कान्छी औँलाले सेमिकोलन पी अनि तल क्वेसन मार्क यसरी थिच्ने, पी सेमिकोलन क्वेसन मार्क यसरी। अब यलमा हो, यल ओ ग्रेटर देन यसरी थिच्ने, एल ओ ग्रेटर देन यसैले। कतिजना हुन्छ कि यसले हात छोडिदिन्छ अनि एल ओ एल ग्रेटर देन, यो गलत हो, यसले एल ओ ग्रेटर देन। अब केमा हो, के आई लेस देन, सबै हेर्नु त दिएको छ क्या, के आई लेस देन। अब यसले आओ जे, JUMYHN यसले 6वटा JUMYHN यो। अब एउटा मेन इम्पोर्टेन्ट कुरा अब बताउँछु साथीहरू, तपाईँहरू हेर्नु, म फर्स्टमा बताएन हैन, किन भन्दाखेरि तपाईँहरू स्किप गरेर छाड्नुहुन्छ, त्यसैले मेन कुरा अब बताउँछु म। यहाँ हेर्नु त अलिकति के छ, यहाँ हेर्नु यो अलिकति थोप्ला छ, हेर्नु त कुनै कीमा छैन मेनमा। कहाँबाट टाइपिङ गर्ने किबोर्डले भनिरहेको छ, कहाँबाट टाइपिङ गर्ने त स्टार्ट गर्ने, यफबाट। त यफमा एउटा सानो थोप्ला दिएको छ, हेर्नु यो फेरि जेमा थोप्ला दिएको छ, हो नियमै छ। कहाँबाट त यफमा यो राख्ने, जेमा यो राख्ने, अनि आफै बुझ्नुहुन्छ तपाईँहरू। हेर्नु त थोप्ला छ यो, बाँकी बात कुनै कीमा छैन। अलिकति म उठाएर हेराइदिनुहोस् तपाईँलाई, हेर्नु मजाले हेर्नु। अब आयो, हेर्नु थोप्ला छ यो जेमा अनि यता यफमा हो। किबोर्डले भनिरहेको छ, किनभने हामी टाइपिङ गर्दा गर्दै अल्मिलिन्छौँ, कहिलेकाहीँ यसमा आइहाल्छ यो होला, त यसरी चेक गर्ने, यसमा छैन यसमा छ, हो त्यसले जे थिच्नुपर्छ। कहिले टाइपिङ गर्दै गर्दै अल्मिलिन्छौँ, यो यफवाला औँला जीमा राखिदिन्छौँ अनि यसरी थिच्छौँ, त हामी कसरी थाहा गर्ने त, यफमा यसरी चेक गर्ने, यसमा छैन यसमा छ, हो तब बुझ्ने कि यो यफ छ, हो। यसरी तपाईँहरू टाइपिङ गर्नुभयो भने मजाले एकदम पुरै तपाईँहरू एकदम भन्न एउटा टाइपिङको मास्टर जस्तो तपाईँ बन्न सक्नुहुन्छ। पुरै सधैँ गर्नु पऱ्यो, तर प्यासन राख्नु पऱ्यो, एकैचोटि हुँदैन हैन, महिना लाग्छ, 2 महिना 4 महिना 5 महिना। अनि एकचोटि तपाईँ टाइपिङ गरिसकेपछि मान्नु 2 महिना 3 महिना तपाईँ राम्रोसँग टाइपिङ गर्नुभयो हैन, अनि तपाईँहरू 1 वर्ष छोड्नुभयो, त्यही पनि तपाईँहरूको टाइपिङ एकदम मजा हुन्छ। जस्तै 2-3 महिना मजाले टाइपिङ गर्नु तपाईँहरू हैन, मजाले टाइपिङ गर्नुभयो टक 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 हैन, मजाले पुरै फोकस गरेर। अनि 30 आयो, त्यसपछि 1 वर्षपछि तपाईँ टाइपिङ गर्नुहुन्छ त कति आउँछ त, 20 आउँछ, 10 मात्रै घटेको हुन्छ। अनि केहरू तपाईँलाई याद हुन्छ पुरै मजाले, किन यो मेरो अनुभव पनि म सेयर गरिरहेको छु तपाईँहरूलाई। नियमै यो हो गाइस, ASDFJKL सेमिकोलन। ल साथीहरू, मलाई आशा छ तपाईँहरू बुझ्नुभयो होला हैन। JUMYHN यसले 6वटा, यसले 6वटा FRB TGB, अनि बाँकी बात 3-3वटा, अनि यसले स्पेस। ल यति तपाईँहरू बुझ्नुभयो भने, याद गर्नुभयो भने मजाले टाइपिङ गर्न सक्नुहुन्छ। सो साथीहरू, मलाई आशा छ कि तपाईँहरू एकदम मजाले बुझ्नुभयो। तपाईँहरूलाई पुरै लाइभ प्रुफमा बताइदिएन कि लेफ्ट ह्यान्ड कहाँ राख्ने और राइट ह्यान्ड, मतलब राइट ह्यान्डको औँला कहाँ राख्ने र लेफ्ट ह्यान्डको औँला कहाँ राख्ने, कहाँ भन्दाखेरि कुन कीमा राख्ने हैन, पुरै तपाईँहरूलाई लाइभ प्रुफ हेराइदिए हैन। यो कान्छी औँलाले के लेटरहरू थिच्छ हैन, अनि कुन औँलाले कुन की थिच्छ, तल माथि अप डाउन लेफ्ट राइट सबै बताएर तपाईँहरूलाई बताइदिए हैन। मलाई आशा छ तपाईँहरू बुझ्नुभयो। अनि यसरी नै तपाईँहरू टाइपिङ गर्नु, यसरी टाइपिङ गर्नु तपाईँहरू। अनि प्रोसेस नै हो, रुल्सै हो, जहाँको रुल्स हेर्नु, चाहे कतै मतलब अर्को रुल्स छैन, यही रुल्स हो। ASDFJKL सेमिकोलन, यही रुल्स हो। यो 4वटा औँला, यो 4वटा औँला यही राख्नुपर्छ, अनि यो बुढी औँला यसले स्पेसै थिच्नुपर्छ, तब हामीहरू टाइपिङमा भनौँ सक्सेस हुन्छौँ, मजाले टाइपिङ आँखा मुनेर गर्न सक्छौँ। सो फाइनल साथीहरू, अलिकति पनि केही तपाईँहरूलाई हैन भिडियोबाट केही भनौँ न केही सिक्नुभयो भने, अलिकति भ्यालु तपाईँहरूलाई इन्क्रिज भयो भने, तपाईँहरू भाइको च्यानल वा साथीको च्यानल कबीर कम्प्युटर क्लासलाई सब्सक्राइब गर्नु, अनि भिडियोलाई लाइक गर्नु, अनि एउटा सानो छोटो कमेन्ट हैन केही तपाईँहरू मजाले लेखिदिनु, किनभने मोटिभेट हुन्छ भिडियो बनाउनको लागि। तपाईँहरू कमेन्ट गर्नुहुन्छ हैन, अनि भन्नु नेक्स्ट भिडियो कस्तो लाग्यो तपाईँहरूको बिच हैन, अझै योभन्दा बेटर कि कस्तो। अनि है 1 मिनट साथीहरू, म त्यसको
तपाईँहरूलाई चाहियो कुन औँलाले कुन के काम गर्छ न त्यो म नेक्स्ट भिडियोमा क्लास 1 मा सिकाइदिएको छु। पुरै व्हाइट बोर्डमा गएर तपाईँहरू यो आइकनमा म हालिदिन्छु भिडियो गएर तपाईँहरू क्लिक गर्नु यो आइकनमा, ठिक छ। हेर्नु त माथि आइकनमा छ, यसमा क्लिक गरेर यसमा पुरै फिङ्गर बनाइदिएको छु म कसरी कुन औँलाले के काम गर्छ, अनि यसमा पनि बताइदिएँ। ओके गाइस, बाई, थ्याङ्क यू सो मच।